लौ फलानु त अमेरिका गयो रे, अस्ट्रेलिया गयो रे, युरोप गयो रे भने मान्छे झस्याङ्ग हुन्छ। ओहो, त्यो किन गएको रे, के कामको लागि गएको रे, अनि त्यसको तलब महिनाको स्यालेरी कति खान्छ अरे कसैले सोध्दैन। किन सोध्न पर्यो स्यालेरी? त्यत्रो देश गइसकेपछि अब कसरी हुन्छ, छोडिदिन पाए हुन्थ्यो भन्नेतिर लाग्न परेन होइन? अनि लो फलानु त खाडी गयो अरे नि भने ए खाडी पो गएछ, नाक र मुख पुरै खुम्चाएर। कति के कामको लागि गएछ, कति खान्छ अरे त्यसले महिनामा तलब भन्छन् के होइन? नआए नि युएस र युरोप, नहेपन मायाको बिउरोप, बोला साखै बनी, बोला साखै बनी, नाक र मुख नखुम्च्याउ मायाले खाडी गएको भनी।